पुरै 315 ल 500 हान्दियो 500 वेलकम बैक इन माई न्यू ब्लग। आज ब्लगको सुरुवात भएको छ गाइज फेरि घरबाट र सबैलाई ह्याप्पी तिहार। ब्लग भोलि आए पनि सबैलाई ह्याप्पी तिहार। र मैले चाहिँ दसैँमा चाहिँ ब्लग हानेन किनकि दसैँमा चाहिँ म हल्का सिकिस्तै बिरामी भएको थिएँ र आज हाम्रो तिहार होइन हेर्न सक्नुहुन्छ। म भर्खरै नुहाएर रेडी भएँ 9 बजे उठेर होइन। अब चाहिँ म सब टकटुक तयार हुन्छु, त्यसपछि एकैचोटि सिधै माथि जाने बेलामा हजुरलाई भेट्छु। हजुरहरूको तिहार कस्तो रह्यो कमेन्टमा गएर अहिले लेख्न नभुल्नु। अहिले च्यानललाई सब्सक्राइब ढोकिहाल्नु पर्यो के केटाकेटीहरू ल। राइट गाइज मैले चाहिँ भर्खरै गएर तेल हालेर आएँ। अब चाहिँ मेरो बाबाको भटभटिया र मेरो भटभटियालाई चाहिँ वास गर्नु पऱ्यो। यो मेरो बाबाको नयाँ मोबाइल सक्नुहुन्छ मोटोरोला। अब यसबाट चाहिँ टाइम ल्याप्स बनाएर हेर्छु कस्तो देखिन्छ होइन हुन्छ। राइट गाइज फाइनली वी आर रेडी। अब चाहिँ हामी जान लाग्यौँ र यो मेरो भटभटे मैले चाहिँ हेर्नु सक्नुहुन्छ चिडिक्क पाराले धोको दन दादा पट्टुलाई पनि त्यो होइन ए पट्टु पट्टु भन्छ यसलाई पट्टु पट्टु। तिमी पनि आज टिका 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 लगाउने हो कान त। जब चाहिँ हामी हिँडेको दिदीकोमा म चाहिँ सिधै दिदीको घर भेट्छु हेर्नु हाम्रो पट्टु डन चाहिँ अगाडि बस्दैछ। ये जो हंस रही है दुनिया मेरी नाकाम। ह्याप्पी तिहार हाम्रो आज सानो कान्छो भाइ पनि ओके गुड। ल के छ दादा हाम्रो दर्शकवृन्दलाई के भन्न चाहनुहुन्छ तपाईँ? एकदमै एभ्रीबडी प्लिज एन्जॉय दिस फेस्टिभल। ओ मेरो दिदी ह्याप्पी तिहार। गाइज हुन सक्नुहुन्छ यता चाहिँ हाम्रो तास खेल्ने माहौल जमिसक्यो हुन सक्नुहुन्छ। हामी जजाल इन्भिडोइन भन्ने नयाँ ब्रान्डेड गेम खेल्दै होइन हेरौँ है ल है ल 2 3 ह्याप्पी तिहार ह्याप्पी तिहार। हेलो गाइज हुन सक्नुहुन्छ अब चाहिँ हाम्रो यहाँ तिहार सुरु भएछ दिदी आफ्टर म्यारिज ह्याप्पी फर्स्ट तिहार ह्याप्पी तिहार भन्। उयो त अन्त गोरी देखिएछ यार के छ हेर त आमा आमा कसम के त पुटिङ दलेर एकदम। अब हाम्रो दाइले यहाँ 700 मारेर बसिसक्नु भयो। उल्लासका साथ हामीले अब तिहार मनाउँदै छौँ गाइजहरु। अब सबै हेर्न सक्नुहुन्छ तपाईले एकदम। हाम्रो बाम दाइले 1000 रुपैयाँ तासमा मारेर बसिसक्नु भयो। अब के भन्ने त्यसमा हजारै त नभनौ 950 वरिपरि चाहिँ मैले मारेकै हो। हुन्छ हुन्छ यहाँ चाहिँ एकदम साधनाजी रेडी भइसक्नु भएको छ आफ्नो गन्तव्यतिर अगाडि बढ्नु छ। ल चाहिँ सब रेडी भएको छ हुन्छ सक्नुहुन्छ। सबै हाम्रो चेलीबेटीहरू चाहिँ एकदम तयार। सीधे नेपाल के लुम्बिनी टाउन लुम्बिनी सिटी के डुम्बरे के परिवार से देखिए यहाँ पर देखिए दर्शक वृंद ये क्या हो रहा है। सप्तरंगी के माला सनसनी बड़ा खुलासा देखिए ये शख्स के घर है इसमें मिसावट है। ये चॉकलेट का कोई ब्रांड ही नहीं है। आपने दर्शक बिन देखिए दर्शक बिन देखा है नहीं है ये नकली है नकली है। यहाँ पर क्या क्या नकली है। नेपाल में बहुत मिसावट हो रहा है। गवर्नमेंट को सब मिलावट ये होता है नेपाल में। आपके में क्या होता है कमेंट में जाकर लिखना ना भूलिए कृपया। कलश को पूजा करते हैं हम। ये कलश में पूजा काहे करते हैं दीदी काहे क्यों किस लिए? डुम्रे टोलीलाई टिका लगाइदिँदै र यता चाहिँ हाम्रो भुर्तेल टोलीले भुर्तेल टोलीलाई टिका लगाइदिँदै र यता अर्को भुर्तेल र अर्को भुर्तेल चाहिँ फोटो खिच्दै हेर्न सक्नुहुन्छ एकदम। वर्षमा दिनमा लैलै हर्षका दिन लैलै वर्षमा दिनमा लैलै
तपाईँले चाहिँ हाम्रो दर्शकवृन्दलाई के भन्न चाहनुहुन्छ तपाईँले के भन्न चाहनुहुन्छ भन्नुहोस् सम्पूर्णमा नमस्कार पुनः यहाँहरू सम्पूर्णलाई तिहारको शुभकामना उहाँलाई यदि हजुरले चिन्नुहुन्न भने उहाँ चाहिँ पोखरा युनिभर्सिटी एकदम ठुलो विश्वविद्यालयको एक महान प्रोफेसर उहाँको चाहिँ आफ्नै एउटा स्कुल पनि रहेको छ उहाँको स्कुलमा एडमिसन लिन चाहनुहुन्छ भने मेरो नाम लिएर जानुभयो भने तपाईँले 5% डिस्काउन्ट पाउनु होइन मेरो नाम लिएर गयो भने 5% डिस्काउन्ट मान्छे बिर्ता दिन्छु कि दिन्छ सियोर 100% ल तिर्नु त ल तिरिहाल्नु त ल ह्यापी सबै 500 ओहो आम्बो सर्लापै 500 रुपैयाँ आमा बाहिर आउनु ए स्यालरोटी ल्याउनु ए अर्सा पनि ल्याउनु ए 1000 को नोटा ए 4-5 ल्याउनु ए त्यति भएसी ए हामी जान्छौँ ए जान्छौँ ए गइहाल्छौँ ए बाउन्डाई ए पैसा चाहियो ए चाहियो भनेपछि ए चाहियो गाइज हेर्नु चाहिँ यहाँ चाहिँ हाम्रो सिधै कतिको खाल भन्दा 1000 रुपियाँको खाल है त अहिलेसम्मको ठुलो खाल 1000 रुपियाँ पुरै 315 ल 315 छैन यहाँ 315 बोलेको के यो पुरै भन्नु हैन 335 हो पुरै बोलेको Hey,
पारियो ना के पारियो